टोकेर हजुर ड्याडी मलाई बोलाइस्या हो आज तेरो बिहे दुःखीसँग हुँदैछ ओ टोकेर मलाई आशा छ तैँले मेरो नाक राक्षस नाक त म दिदीको राख्छु दुःखीसँग मेरो बिहा हुनै नसक्ने कुरा मलाई लिन मेरो मान्छे आउनु सीमा सुइके हुँ सुइके सुइक सुइक ओ टोकेर नो टेन्सन नो चिन्ता नो दुखी वानली दुखी ओके म हुँदा हुँदा यहाँ को आउँछ तँलाई लिन हो हे दुःखी दिस इज माई च्यालेन्ज अबको 1 घन्टामा भागेर देखाइदिन्छु म केटा हो यसलाई ओट टोकेर माथि लैजाऊ र कोठामा चालाइदेऊ चारै सुरक्षा कडा व्यवस्था गर्नु अनि हेर्छु को आउँदो रहेछ यसलाई लिन नो टेन्सन नो चिन्ता नो दुखी वानली दुखी ओके 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 फोन गर्दैछु त फोनै रिसिभ गर्दैन मैले के गर्ने ई सीमाको फोन आएछ हेलो हेर्न हो दिदी बोके दाइले फोनै रिसिभ गर्दैन मलाई त यो कोठामा थुनेर राखेको छ त्यो दुःखीसँग बिहे गर्नलाई रे त्यो दुःखी पनि यहीँ मुन्टेको छ प्लिज हेर्न दिदी के गर्नुला म त त्यो दुःखीसँग बिहे गर्नु पर्यो भने झुन्डेर मर्दिन्छु बोके दाइले फोन पनि रिसिभ गर्दैन तिमीहरू कहाँ छौ ल ल त नआतिन त पनि फोन गर्दै गर हामी पनि फोन गर्दै गर्छौं प्लिज दिदी के गर्न ल छिटो गर्न ल दिदी अब के गर्ने यही गर्ने खाबाबे केरा भनेको यही हो भाग्नु पर्ने त्यो पनि पहिला नरिसाउ न अब के गर न प्लिज गर्दैछु त कति फोन गर्नु अब मोबाइलबाट छिरेर उबाको ठाउँमा पुग्नु भएको छैन अब फोन उठाउँदैन कति सुतेको सुँगुर सुते जस्तो हेलो तेरो बाउको हलो मेरो बाउ तेरो पनि त बाउ हो नि त चुप लाग साले यत्रो बेर फोन गरिसके रिसिभ गर्नु छैन मैले फोन आएको पनि त थाहा पाउनु पर्यो नि त डार्लिङ डार्लिङ पनि डार्लिङ उता तेरो डार्लिङलाई दुखीसँग बे गरिदिन आँटिसके छिटो मर हे भगवान केटी भगाउनु पर्ने कहिल्यै भगाएको छैन प्रभु रक्षा गर अरे यसलाई भाग्न हतार भएको फेरि हेलो तिम्रो टाउको हेलो केयरको तिमीले छिटाऊ भनेको मेरो बिहे यहाँ दुखीसँग गर्दिन आँटिसके छिटाऊ सुन न म लुगा लाएर आउँछु नि पर्दैन त्यतिकै खुर्कै आऊ त्यसो भए ब्रस गरेर आउँछु पर्दैन ब्रसेस गर्न एकदम ढिला भइसक्छ यत्तिकै आउनु ल मैले फोन राखेँ बाई के गर्ने होला ओइ बाइक खोइ मैले लगे
बाइक पनि लगेज ठिकै छ अब म साइकलमा होला होइन मरिगयो नि फेरि हे भगवान के गर्नु होला त्यसका बाजेको मैले भगाउनु पर्ने यसले भाग्नु पर्ने हेर केटीहरूको बुद्धि पहिला भाग्नु पर्ने मैले भगाउनु पर्ने सीमा मैसालाई लिएर भाग्दैछ एकै ठाउँ के हेर्छस् सबलाई पिछा गर्छ ओठ टोकेर ए दुखी के हेर्छस् नो टेन्सन नो चिन्ता नो दुखी वान्ली दुखी मेरो केटाहरू यस्ता छन् कि सबै ठिक हुन्छ ए केटा हो जा गएर त्यसको हातखुट्टा भाग्दे यति जेलमा त्यो बोके अचार भइसक्यो होला हेर्दा पनि हड्डी मात्रै छ मोर दुध दोएर सुइके हौ मेरो नाम सुइके सुइके यतिखेरसम्म त्यसको पुस्किसक्यो होला टुइके मेरो छोरी भगाउने ओठ टोकेर चिन्ता नलिनु ससुराबा म सबै ठिक गरिदिन्छु मेरा केटाहरू तगडा तगडा छन् दुखी सर के भो त्यसको राम्रो व्यवस्था भयो होइन त त्यसको चाहिँ होइन हाम्रो चाहिँ व्यवस्था भयो हेर्नु त
हँ